नमस्ते साथीहरू। एसबिआईको वेबसाइटमा नयाँ भर्जन अपडेट भएसँगै नेपालमा पैसा पठाउन समस्या भएको छ। समयसँगै अपडेट हुनु स्वाभाविक हो, जसको कारणले नयाँ अपडेटसँगै नयाँ फिचरहरू पनि अपडेट हुन्छन् र हाम्रो लागि सजिलो र सहज हुन सक्छ। एसबिआईको वेबसाइटमा नयाँ भर्जन अपडेट भएसँगै नेपालमा पैसा कसरी पठाउने त भन्ने बारे यो विशेष भिडियो सबै साथीहरूको कोसमा तयार पारेको छु। अब नेपालमा कसरी पैसा पठाउने भन्ने कुरा म स्टेप बाई स्टेप देखाउन गइरहेको छु। सोही अनुसार तपाईहरू पनि फलो गर्नुहोला। भिडियो सुरु गरौँ। सबभन्दा पहिला हामी मोबाइलको क्रोम ब्राउजरलाई ओपन गरौँ। क्रोम ब्राउजर ओपन गरेपछि गुगलको सर्च बार खुल्छ। गुगलको सर्च बारको माथिपट्टि तीनटा धर्कामा हामी क्लिक गरौँ। क्लिक गरेपछि डेस्कटप साइट आउँछ। अप्सनमा डेस्कटप साइटको बक्समा हामी क्लिक गरौँ। क्लिक गरेपछि गुगल सर्च बारको डेस्कटप मोड ओपन हुन्छ। डेस्कटप मोड ओपनमा हामीले के गरौँ, अनलाइन एसबिआई टाइप गरौँ। अनलाइन एसबिआई टाइप गरेपछि एसबिआईको पेज खुल्छ। पेजमा लगइन बायाँपट्टि लगइन भन्दा मुनि पर्सनल ब्याङ्किङमा हामी क्लिक गरौँ। पर्सनल ब्याङ्किङमा क्लिक गरेपछि हाम्रो एसबिआईको वेबसाइट खुल्छ। वेबसाइटको दाहिनेपट्टि कुनामा माथिपट्टि लगइन जहाँ पहेँलो कलरको देखिएको छ त्यहाँ हामी क्लिक गरौँ। त्यसपछि पर्सनल ब्याङ्किङको यो यतापट्टि दाहिनेपट्टि कन्टिन्यू टु लगइन देखिएको छ, त्यसमा क्लिक गरौँ। त्यसपछि हाम्रो युजर नेम एन्ड पासवर्डको पेज खुलेको छ। हामी त्यसमा युजर नेम र पासवर्ड जो आफूले राखिएको छ त्यो टाइप गरौँ। युजर नेम र पासवर्ड हालेपछि लगइन गर्छौँ। लगइन पछि हाम्रो वान टाइम पासवर्ड आउँछ। त्यो पासवर्ड तपाईँको जो तपाईँले एकाउन्टमा अपडेट गर्नुभएको मोबाइल नम्बरमा ओटिपी आउँछ, त्यो ओटिपी हाल्नुहोला। हामी युजर नेम पासवर्ड त्यसपछि लगइन गरेपछि यो पेज खुल्छ। यो पेज खुलेपछि हामीले यसलाई जुम गरौँ। जुम गरेपछि यो आई अन्डरस्ट्यान्ड द्याट व्हेन स्विचिङ पोर्टल लेखेको छ, त्यो अगाडिपट्टि बक्समा क्लिक गरौँ। त्यसपछि एक्सप्लोर युनो नेट ब्याङ्किङमा क्लिक गरौँ। त्यसपछि हामीले चाहिएको योनो एसबिआई नेट ब्याङ्किङ खुल्छ। अहिलेको नयाँ भर्जनमा यो भर्जन अपडेट भएको छ, जसमा पहिलाको भन्दा धेरै फरक छ। अब स्टेप बाई स्टेप जानु होला। सबभन्दा पहिला यसलाई जुम गरौँ। त्यसपछि युनो एसबिआई नेट ब्याङ्किङ बायाँपट्टि तीनटा धर्का छ, तेर्सो धर्का, त्यो धर्कामा हामी क्लिक गरौँ। क्लिक गरेपछि सबभन्दा माथि पर्पल कलरभित्र एउटा स्विच टु ओल्ड भ्यू लेखिएको छ। स्विच टु ओल्ड भ्यूको त्यो बटनलाई क्लिक गरौँ। क्लिक गरेपछि हाम्रो एलर्टवाला नयाँ पेज खुल्छ। नयाँ पेजमा नो कन्टिन्यू अनि स्विच लेखेको दुईवटा अप्सन छ। हामी स्विचमा क्लिक गरौँ। त्यसपछि ओके गरौँ। भएन त स्विच गरेपछि हाम्रो एसबिआईको अनलाइन पेज खुल्छ, जो ओल्ड भर्जन थियो। पहिलादेखि हामीले पैसा पठाउने एउटा पेज खुल्थ्यो,
त्यो पेज ओपन भएको छ। त्यसपछि एसबिआई अनलाइनको मुनिपट्टि 3टा ढर्का देखेको छ बायाँपट्टि, त्यो ढर्कामा क्लिक गरौँ। क्लिक गरेपछि यसलाई अलिक जुम गरौँ। जुम गरेपछि पेमेन्ट अब्लिक ट्रान्सफर अप्सन छ, त्यसमा हामी क्लिक गरौँ। यसलाई अलिकति जुम गर्छौँ। जुम गरेपछि क्विक लिङ्कको तलपट्टि इन्टरनेसनल फन्ड ट्रान्सफर लेखिएको छ, त्यसमा हामी क्लिक गरौँ। क्लिक गरेपछि देख्न सक्नुहुन्छ इन्डो नेपाल रिमिटेन्स भन्ने एउटा अप्सन छ, जसमा नेपाल र इन्डियाको झन्डा देखिएको छ, जो पहिला अप्सन पनि त्यस्तै थियो पहिलाको पुरानो भर्जनको वेबसाइटमा। हामी इन्डो नेपाल रिमिटेन्समा क्लिक गर्छौँ। क्लिक गरेपछि यो पेज खुल्छ। यो पेज तपाईहरुले पढ्न सक्नुहुन्छ। फन्ड ट्रान्सफरको यो प्राइभेसी हरू छ, टर्म्स एन्ड कन्डिसनहरू तपाईं राम्रोसँग पढ्न सक्नुहुन्छ। त्यसपछि बाइ क्लिकिङ अन द प्रोसिड बटनको बक्समा हामी क्लिक गरौँ। त्यसपछि हामी प्रोसिड गर्छौँ। प्रोसिड गरेपछि तपाईहरुको पैसा पठाउने जो डिटेलहरु हाल्नु हुन्छ त्यो डिटेलहरु खुलिसकेको छ। तपाईहरु यो डिटेलहरु भरेर प्रोसिड गरेर लास्टमा सबमिट ओटिपी हालेर सबमिट गर्न सक्नुहुनेछ। यहाँ आएर भिडियो यति नै हो। आशा छ तपाईहरुले नेपाल पैसा पठाउनको लागि जान्नुभयो होला या सिक्नुभयो होला। धन्यवाद।